बाहिरको भ्यू एकदम दामी आचेल पानी दिनदिनै आएको छ। हामी चाहिँ यसो यो भ्यूमा बसेर चाहिँ केही नास्ता पानी गर्दैछौँ। 2वटा बेर छन्, 2टा बेर पुग्दैन भनेर फेरि साथी चाहिँ अरू 2टा बेर ल्याउन गएको छन्। हामी एकछिन पछि देखाउनेछौँ। मासु पाक्दैछ, सलादमा काँक्रो खाने भन्ने छलफल भयो। अनि चाहिँ यो भट्टले चाहिँ चपाउनै पर्यो के अरे है। कस्तो दामी छ साथीहरू बाहिरको भ्यू। अनि हेर्नुहोस् त कति दामी बाहिरको भ्यू आजको। ओहो हो यति राम्रो रमाइलो ठाउँ छ साथीहरू। अनि थप 2वटा बेर पनि आइसक्यो साथीहरू, आइसक्यो। फेरि 2वटा बेर ल्याइयो रमेश, खोलिहाल्नुहोस्, त्यो पनि खोलिहाल्नुहोस्, लाइन लगाइहाल्नुहोस्। ओहो हो 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 हालिहाल्नुहोस् है। मासु भएन क्या, 4वटा बेर जोस्, 2टाले ठिकै त होला नि। बाहिरको बाटो पनि दामी छ क्या बड्डा आज यार। त्यो अरू 2वटा बेर पनि दामी आइरहेछ। भिडियोको जान्छ कि अलि भ्यू। सलाद चाहिँ बड्डा बढी भयो या, कति राम्रो छ क्या ठाउँ। ओहो बाहिरको भ्यू एकदम मलाई आज त लोभ लाग्दछ क्या रमेश यार। खसीको मासु पनि आइसक्यो हाम्रो है। अझै साह्रो एकदम। ल अब हाम्रो चाहिँ खाना एकदम चाहिँ भइसक्यो। आज हामी यो खाँदैछौँ साथीहरू। ल है, धन्यवाद छ तपाईँले हाम्रो भिडियो हेरिदिनु भएकोमा।